अति भनी सिरियलको बारेमा केही बोलिदिनु न। अब सिरियलको बारेमा यो अति भोलि भन्ने सिरियल चाहिँ मैले एकचोटि हेरे पनि थियो, उहाँले लिङ्क पठाउनु भएको थियो, मलाई राम्रै लाग्यो। हेरोस् अब यसमा फुल्ली रूपमा चाहिँ सेन्टीभन्दा बढी अब कमेडी हास्य छ, हास्यास्पद छ। अब यो फिल्म चाहिँ नि हाम्रो दर्शक महानुभावहरूले मनाइदिनु होला, हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्टमा छोडिदिनु होला कसको रोल कस्तो छ, कसले रोल कस्तो खेलेको छ। त्यसमा चाहिँ तपाईँहरूले छुट्याइदिनु भयो भने यो यस्तो भयो, यो यस्तो हो भनेर भनिदिनु भयो भने हामी कलाकारहरूले सुधार्ने मौका पाउँछौँ। र राम्रो नराम्रो के छ त्यो पनि छुट्याइदिनु होला। यो फिल्मको नाम सुन्नासाथ म पनि खेल्न पाए हुन्थ्यो भनेर यसो भन्दै थिएँ। लास्टमा त मेरो मनको कुरा डाइरेक्टर साहबले बुझेछ है। त्यो भएको हुनाले ल आउनु पर्यो बा भन्नु थालेँ। ल म पनि के कमी अब यस्तो विचार गरेँ, ल अब शनिबार किन घर बस्नु त भनेर म त कुले लाम ठोकेर आएँ। यसो त्यहाँ कोट्याउने भन्छ, अब म त भन्न आउँदैन, त्यहाँ गएर कोट्याएर चाहिँ यो अति भयो नि भनेर टक्क हालिदिनु हो भने यो सर्लक्क आयो, हेर्न पाइयो। हेरिदिनुहोस्, माया गरिदिनुहोस्। एउटा कुरा के भने धेरै जसोले नेपाली फिल्म केही छैन, राम्रो छैन, यताउति भन्दा पनि अब विदेशी फिल्म हेर्नुभन्दा नेपाली आफ्नै तपाईँकै छोरा नाति पनाति अथवा दाजु भाइ, अब बाउ छोरा काका छोराहरूले, दिदी छोराहरूले खेलेको, बहिनी छोराहरूले खेलेको यो फिल्म हेरिदिनुहोस्, माया गरिदिनुहोस्। क्या त्यति भयो भने हामी कलाकारलाई लाख होइन करोड हुन्छ। मेरो विचार चाहिँ यो छ। अब बाँकी अब हजुरहरूको मनमा जे छ त्यही गर्नुहोस्। अब हामीले पर्लाएर हुँदैन। एकचोटि जसरी पनि हेरिदिनुहोस् है। म ठ्याक्कै थाहा पाउँछु कसले हेऱ्यो कसले हेरेन भनेर। ले भाइ भाइ अति भनी सिरियल कस्तो लाग्छ? मलाई राम्रो लाग्छ। मेरो कुरा त सुन, मेरो कुरा किन बुझ्नु कोसिस गर्छौ तिमी? के बुझ्नु पर्यो सामेन? त्यसको नियत छ। मिस खानामा दाल तरकारी क्यामेरा मजाले देखाएको थियो। ल आजको सुटिङमा हाम्रो आज ताजा ताजा खाना वर्षाजी बाटो लियो। तपाईँ बुढी हुनुभयो त? कसको? आमालाई हत्छ भने पाप लाग्दो सर तपाईँलाई? तपाईँ नहाँस्कन खानु न। मेरो भने त्यो मेरो हो भने मत नखाने। हाम्रो सुनिता मिसले चाहिँ जागेर उल्टो लाउनु भएको क्या फेरि होइन? अमगल देखाउन के टाउकोमा के देखाएको अनि क्या अमगल देखाउन के टाउकोमा के देखाएको अनि क्या अन्त के हुने चामल भाजु क्या कुनै भाजु ए चामलको भात हलुवामा बाल्दा फेरि दाइ बोल्न पुगिहाल्छ। बोलिरहेको हामी भनेको यो बोल्नै आएको उहाँले चाहिँ उहाँको मात्रै राम्रो देखाउँछ चाहिँ हाम्रो चाहिँ आधी आधी टाउको काट्ने कहिले कहिले के होइन भयो तपाईँको कुनै पानी अड्किएर भात अड्किँदा मलाई कस्तो राम्रो आएको हेर्नु नि सबैभन्दा त म राम्रो आएको काली अब आएन